कस्तो डेन्जर तरिकाले कुदाएको यार। बोटिङहरू पनि सुविधा रहेछ है गाइज। यहाँ चाहिँ पुरबाट आएको चिसो हावा खाँदै यहाँ बसेर होइन टक्क रमाइलो रहेछ ठाउँ। लुम्बिनी रिसोर्टको यो चाहिँ दामी रहेछ गाइज। दामी फुलहरू पनि चिटिक्क पऱ्यो। तपाईँहरू अगाडि यस्तो देख्नुहुन्छ है ल, बसेर चट्ट हावा खाँदै आनन्द लिन सक्नुहुन्छ है तपाईँ गाइजले। टक्क फुलहरू गार्डनहरू टक्क बनाउनु भएको रहेछ है त। नमस्ते, धन्यवाद। तिमी थर्ड आउँछौ, अर्को साल फर्स्ट हुने है त। तिमी रोल नम्बर कति? 10। त्यो 0 हटाएर 1 मात्रै हुनुभयो तिम्रो रोल नम्बर है। बबाल रहेछ है रिसोर्ट चाहिँ, चिटिक्क बनाउनु भएको छ। जस रमाइलो रहेछ है। म चाहिँ फर्स्ट टाइम आएको यहाँ चाहिँ। ल हाम्रो बुनीहरूले पनि मलाई सब्सक्राइब गर्ने भन्दै हुन्छ। खै भेनालाई नमस्ते गरे खै। फर्ममा चाहिँ यस्तो खालको घेराउलाहरू फल्या देख्नुहुन्छ तपाईँ टक्क। यो चाहिँ विशेष लुम्बिनी प्यालेस रिसोर्टको गेस्ट रुम है। अगाडिको बाटोहरू पनि चिटिक्क छ। ल गाइज हामी त यो लुम्बिनी प्यालेस रिसोर्टमा है पानीमाथि नै घरहरू पनि छ है गाइज। यहाँ चाहिँ फ्रीमा नै हामी भित्र छिर्नु टिकट काट्नु नपर्ने रहेछ होइन। वेलकम टु माई न्यू अनदर ब्लग्स। दिस इज मी मणि राई। असम लाग्यो है गाइजलाई। हेलो गाइज, सेवा अनि दर्शन नमस्ते। म हुँ तपाईँहरूको शुभचिन्तक मणि कुमार राई। तपाईँहरू सम्पूर्ण आराम हुनुहुन्छ होला। म पनि एकदम आरामै छु। र यो हो मेरो नयाँ युट्युब च्यानल राइज ब्लग। र यो मेरो न्यू युट्युब च्यानलमा तपाईँहरू सम्पूर्णलाई हार्दिक स्वागत। र मलाई पूर्ण विश्वास छ कि तपाईँहरूले यो मेरो नयाँ युट्युब च्यानललाई धेरैभन्दा धेरै माया र साथ सपोर्ट गरिदिनुहुन्छ भनेर। र मैले चाहिँ नेपालभरिकै विभिन्न स्थानको भ्लगिङ भिडियोहरू बनाउने सोचले यो च्यानल खोलेको छु। सो हजुरहरू सम्पूर्णले मेरो च्यानललाई सब्सक्राइब गरी सपोर्ट गरिदिनु होला। धन्यवाद। यो मेरो राइज ब्लग न्यू युट्युब च्यानलको आजको पहिलो दिनको पहिलो ब्लग चाहिँ तपाईँहरूलाई म लुम्बिनी नजिकै रहेको छपिया भन्ने ठाउँको लुम्बिनी प्यालेस रिसोर्टतिर लिएर जाँदैछु है त गाइज। स्पेसली मेरो मित्र कर्णबहादुर छेत्री भाइको स्पोन्सरमा चाहिँ म यो ठाउँमा जाँदैछु। विशेष धन्यवाद हाम्रो कर्ण भाइले पनि। अब हेरौँ यो ठाउँ के कस्तो छ होइन। यो एउटा रिसोर्ट हो, कस्तो रहेछ तपाईँहरूले म सकेसम्म डिटेलमा देखाउने कोसिस गर्नेछु। र कस्तो लाग्छ भिडियो तपाईँहरूले प्रतिक्रिया जनाइदिनु होला। तपाईँहरूको साथ सपोर्ट माया सधैँ पाइरह्यो भने अझ योभन्दा धेरै राम्रो राम्रो भिडियोहरू बनाउने अवश्य नै कोसिस गर्नेछु भन्दै अब चाहिँ लागौँ है त हाम्रो लुम्बिनी प्यालेस रिसोर्टतिर। ल लुम्बिनी रिसोर्टको यो चाहिँ यस्तो ठाउँहरू छ, दामी रहेछ गाइज। चटक्क परेको चक्क चिटिक्क चिटिक्क घरहरू पनि रहेछ यहाँ, तपाईँ देख्न सक्नुहुन्छ नि। यस्तो खालको रहेछ, सानो एरियामा चिटिक्क पारेको रहेछ। फुलहरू पनि टक्क होइन, रमाइलो देखिन्छ गाइज। ल बाहिर यस्तो खालको चट्ट सजाएर राखेको दामी फुलहरू पनि चिटिक्क परेको दामी रहेछ। यहाँ चाहिँ पानीको फोहराहरू पनि टक्क बन्द गर्नुभएको छ। लुम्बिनी रिसोर्ट है गाइज बाइ द वे। तपाईँहरू अगाडि यस्तो देख्नुहुन्छ है ल, रिसोर्ट त राम्रै छ। यता नि यस्तो खालको फुलहरू टक्क होइन सजाएर राख्नु भएको रहेछ चट्ट। लुम्बिनी रिसोर्ट है गाई। सियारी 5 शुद्धपुर यस्तो खालको रहेछ गाइज। ल तपाईँहरू आउनु सक्नुहुन्छ, यहाँ बसेर चट्ट हावा खाँदै आनन्द लिन सक्नुहुन्छ है तपाईँ गाइजले। दामी रहेछ जस।
लुम्बिनी प्यालेसको वरिपरि देखाएको फुलहरू चाहिँ टक्क फुलहरू गार्डनहरू टक्क बनाउनु भएको रहेछ। तपाईँहरू अगाडि टक्क त्रिस बार देख्नु भएको छ, यस्तो खालको रहेछ। पानी पोखरीको बिचमा रहेछ है यो चाहिँ ठाउँ चाहिँ, तपाईँ देख्न सक्नुहुन्छ। यतापट्टि नै टक्क पोखरी छ होइन, पोखरी बिचमा टक्क पिलर उठाएर होइन, टक्क पिलरमाथि चाहिँ यस्तो गरेर बनाउनु भएको छ। राम्रो लाग्यो, सिस्टमहरू यस्तो रहेछ है त। ल धन्यवाद, नमस्ते नमस्ते, धन्यवाद सिस्टरहरूले हामीलाई एकदम मिठो वचनसाथ वेलकम गर्नुभएको छ। यस्तो खालको रहेछ यो ढोका चाहिँ, टक्क पुस गर्नुपर्ने अनि भित्र छिटो वाउ कति दामी के। आज चाहिँ के प्रोग्राम छ जस्तो लाग्यो यहाँ चाहिँ बाइ द वे, यस्तो होइन। ओहो एसीको चिसो यस्तो दामी देखिएको छ नि त होइन गाइस। यता पोखरीहरू तपाईँ देख्नुहुन्छ नि टक्क होइन गाइस, ल दामी देखिएको छ है। ल टक्क सजाएर राख्नु भएको छ। दामी देखिनुहोस्। हजुर नाम भन्नुहोस्, कहाँबाट? छप्पिया नानीको कति कतिमा पढ्नुहुन्छ? 4मा। ल राम्रो पढ्नु है। फ्रेक्चर कतिमा पढ्नुहुन्छ? 1मा। राम्रो पढ्नु ल नानीको। 4 क्लासमा। तिमी 3rd आउँछौ, अर्को साल फर्स्ट हुने है त? 5 क्लासमा। तिम्रो रोल नम्बर कति? मेरो नम्बर 10। त्यो 0 हटाएर 1 मात्रै हुनुभयो तिम्रो रोल नम्बर है। तिम्रो 5, तिम्रो पनि 1 2 हुनु पऱ्यो है। ल रोल नम्बर ल 3। ल हाई फाइभ। तिमी रहेछ ट्यालेन्ट है तिनजनामा, तिम्रो 3 5 10। तिम्रो त त्यो 0 हटाएर 1 मात्रै हुनु पऱ्यो है भाइ दाइ। ल ल हाम्रो सानो बुनुहरूसँग भेट भयो यो लुम्बिनी प्यालेस रिसोर्ट है भाइ दाइ। कता उता दामी देखिरहेछ। ओहो सिन पनि कति दामी गाइस। ल कहाँनिर? यहाँनिर यो हो तरकारी? बबाल रहेछ है रिसोर्ट चाहिँ। ल यो चाहिँ हाम्रो लुम्बिनी प्यालेस रिसोर्ट है, वरिपरिको तपाईँहरू टक्क देख्नुहुन्छ होइन। कति दामी के फुलहरू पनि टक्क काटेर होइन चिटिक्क बनाउनु भएको छ। जस रमाइलो रहेछ है। म चाहिँ फर्स्ट टाइम आएको यहाँ चाहिँ, जस मलाई चाहिँ एकदम जस रमाइलो लाग्यो। हिजो हामी लुम्बिनी पुरा त्यत्रो घाममा डुल्यो नि, तर हुन त त्यो भगवान्को एउटा जन्मथलो, त्यो आफ्नो बेग्लै ठाउँ छ। र पनि यो चाहिँ बेग्लै मलाई पनि दामी लाग्यो गाइस। ल मेरो न्यू सब्सक्राइबर है तिनजना नानीहरू चाहिँ मेरो न्यू सब्सक्राइबर होइन, हो कि होइन? अङ्कलको च्यानललाई सब्सक्राइब गरिदिनु कि नगर्ने? ओए ल मेरो न्यू सब्सक्राइबर नानीहरू हुनुहुन्छ। जस राम्रो छ हौ, फुलहरू कति राम्रो के चट्ट काटेको, हो कि होइन? ल हो कि दामी छ कि छैन नानीहरू? दामी छ नि होइन? ल ल हाम्रो बुनीहरूले पनि मलाई सब्सक्राइब गर्ने भन्दै हुन्छ। ओ निर्मल दिदीले चिन्छौ? ल उहाँको हस्बेन्ड हो। खै भेनालाई नमस्ते गरे खै। के हो? वेलकम टु रूपन्देही एग्रो फर्म भनेर लेखेर चाहिँ ल गाइज। यता चाहिँ एग्रो फर्म पनि रहेछ। के छ तरकारीहरू के छ यहाँ चाहिँ? ल गाइज ल एग्रो फर्ममा चाहिँ ल एउटा घिरौला फल्याएर छ। त्यही ल यस्तो खालको शीतल रमाइलो पो रहेछ हौ है गाइज। ल एग्रो फर्ममा चाहिँ यस्तो खालको घिरौलाहरू फल्याएर देख्नुहुन्छ तपाईँ टक्क। ल यो पनि घिरौला यो गाइज। ल ल हेर्नु गाइज यो पानीमाथि यसरी बनाउनु भएको छ घरहरू, चिटिक चिटिक परेको घरहरू है गाइज। ल गेस्ट रुमहरू बनाउनु भएको छ। यो चाहिँ विशेष हाम्रो लुम्बिनी प्यालेस रिसोर्टको गेस्ट रुम है यो चाहिँ विशेष गरेर। अगाडिको बाटोहरू पनि चिटिक्क छ होइन। यो दामै हेर्नु न, फुलहरू चटक्क परेर काटेको छ नि, फुलहरू पनि दामी लाग्छ गाइज। ल यस्तो बोटिङहरूको पनि सुविधा छ है गाइजलाई यहाँ चाहिँ। ठाडो परेर दौडिन्छ त्यहाँ। है यस्तो खालको कस्तो डेन्जर तरिकाले कुदाएको यार।
बोटिङहरू पनि सुविधा रहेछ है गाइज यहाँ चाहिँ। ल है बोटिङ पनि यस्तै गर्नु मिल्छ। ल है गाइज, ल यो रिसोर्टमा चाहिँ टक्क यसरी बोटिङहरू पनि गर्नु मिल्ने रहेछ। देख्नुभयो तपाईँ अगाडि बोटिङ पनि गर्दै हुनुहुन्छ। यो हाम्रो लुम्बिनी रिसोर्टमा चाहिँ यो खालको व्यवस्था पनि रहेछ है, यसरी बोटिङमा पनि चढ्नु घुम्नु मिल्ने रहेछ है गाइज। ल है गाइज, हामी त यो के भन्छ कहाँ आइपुग्यो भन्दाखेरि लुम्बिनी प्यालेस रिसोर्टमा है। यो विदेश जस्तो देखिरहेछ है, होइन टक्क घरहरू पनि पोखरीको बिचबिचमा होइन, टक्क देख्नु नि पोखरीको बिचमा पानीमाथि नै घरहरू पनि छ है गाइज। यहाँ चाहिँ स्पेसल गेस्ट रुमहरू हो है गाइज। यतातिर 3-4 उतापट्टि छ 2 जति स्पेसल गेस्ट रुमहरू हो। अनि त्यसपछि तपाईँ यता देख्नुहुन्छ पर चाहिँ पोखरीमाथि हो, त्यहाँ चाहिँ के अरे लन्चहरू डिनरहरू नास्ताहरू गर्नु मिल्ने ठाउँहरू चाहिँ त्यहाँ चाहिँ तपाईँ देख्नुहुन्छ। भनेपछि यतापट्टि हेर्नु न टक्क चट्ट बस्नु मिल्ने होइन, कति दामी देखाएको छ नि त। बस्नु मिल्नेहरू, बाहिर हावा खाने, टक्क उरबाट आएको चिसो हावा खाँदै यहाँ बसेर होइन टक्क रमाइलो रहेछ ठाउँ। तपाईँहरू देख्नु बोटिङ पनि गर्नु मिल्ने रहेछ। तर मलाई बोटिङ चाहिँ अलिक एक्सपेन्सिभ जस्तो लाग्यो क्या। यो रिजर्भ गर्दा चाहिँ 2400 लाग्ने अरे, एउटा बोटिङको चाहिँ रिजर्भ गर्दा 2400 लाग्ने हो। यसले चाहिँ अलिकति महँगो हो कि जस्तो लाग्यो। नत्र अरू त ठिक छ, फ्रीमा नै हामी भित्र छिर्नु टिकट काट्नु नपर्ने रहेछ होइन। भित्र आएर घुम्नु सट्ट फोटोसोटो टिकटक भिडियोहरू रिलहरू बनाउनु मिल्ने ठाउँ रहेछ है गाइजहरू चाहिँ। बाइ द वे हेलो गाइज, सेवा दर्शन नमस्ते, सबैजना आराम हुनुहुन्छ होला। म पनि एकदम आराम छु गाइज। बाइ द वे म चाहिँ आज यो लुम्बिनी प्यालेस रिसोर्टमा आइपुगेको छु। वेलकम टु माई न्यू अनदर ब्लग्स। दिस इज मी मयर राई। म चाहिँ आज अचानक लुम्बिनी रिसोर्टमा आएर चाहिँ एउटा सानो फोटो भिडियो गर्ने एउटा मौका पाएँ। यो मौका चाहिँ हाम्रो क्यामेराम्यान सोनु भाइले मलाई जुडाइदिनु भएको छ, धेरै धेरै धन्यवाद। हिजो चाहिँ हामी लुम्बिनी पुरा घुमेर आइयो, सोनु भाइकै घरमा बसेर आज चाहिँ फेरि नलपुर सर्दी फर्किने क्रममा चाहिँ बाटोमा हाम्रो रिसोर्ट छ भाइकै घर नजिक। अनि यसो छिरौँ न भनेर चाहिँ यो ठाउँमा छिरेर फोटो भिडियो गर्न लाग्छौँ। जो सही लाग्यो मलाई यो ठाउँमा चाहिँ। दुनियाँ चाहिँ फोटोसोटो खिच्ने भिडियो गर्ने होइन, दुनियाँ ठाउँ छ। तपाईँहरू पनि आउनुहोस् रिसोर्टमा। तपाईँलाई केही खानु मन लाग्यो भने किनेर खानुहोस्, नत्र तपाईँ फ्रीमा आएर टिकटक भिडियो बनाउनुहोस्, रिल बनाउनुहोस्। एकदम बवाल ठाउँ लाग्यो, असम लाग्यो है गाइज। ल है त, थ्याङ्क यू सो मच।